काठमाडौँको सिंहदरबार त्यति नजिक छ। अब चीन कुनेमा चाहिँ दिन दहाडै राजा फर्काउने नाममा ल भन्नुहोस्, दिन दहाडै त्यस्तो उपद्रव हुन्छ भने दूर दराजमा त्यही खालको गतिविधि गर्यो भने सरकारले सक्छ रोक्न। सिंहदरबार ठुल्ठुलो देखिन्छ त्यति नजिक, किन सरकारले चाहिँ समयमा नियन्त्रण गर्न सकेन? फागुन 7 गते पनि आएको थियो नि सन्देश त, के हुन्छ भोलि के गर्छन् भन्ने कुराहरू। दिनभरि बार बारेको त कुखुरावालेले भत्काएछ भने जस्तो कुरा आयो। क्रसर उद्योगको त कुरै नगरौँ। अझ मैले त त्यहाँ के पनि सुने भने त्यो गोली पड्काउने, त्यो आगो लगाउने त गणतन्त्रवादी भनेको नि हल्ला गरेको सुने। दिनभरि बार बारेको त कुखुरावालेले भत्काएछ भने जस्तो कुरा आयो। 10 जनामा 5 जनाको असहमति भएछ। त्यो दिनभरि बार बार्नु असक्य रह्यो। त्यस कारणले चाहिँ यो भएन। त्यो मतभेद त राख्न पाइन्छ नि, त्यो मतभेदलाई टुङ्ग्याउनु त हाम्रो चाहिँ प्रजातान्त्रिक पद्धति छ नि। त्यो प्रजातान्त्रिक पद्धति अनुसार तपाईँ चाहिँ मतभेदलाई सधैँ चाहिँ मतभेदमा कायम राखेर त हामीले त टुङ्ग्याउनै सक्दैनौँ। फेरि यो कर्मचारीको समस्या असाध्यै जटिल भएको छ। हेर्नुहोस्, अब स्थानीय तहमा गएका कर्मचारीहरूलाई चाहिँ केन्द्रले पठाएको छ। अब उनीहरूका कयौँ समस्याहरू छन्। अब त्यस कारणले अब यो चाहिँ निजामती सेवा सम्बन्धी यो विधेयकलाई हामीले छिटो यसलाई टुङ्ग्याएर यसको निकास दिनुपर्छ। यसरी लिङ्गरिङ गर्दाखेरि त हाम्रो योग्यता क्षमता पनि त कर्मचारीले थाहा पाउने भए झन् स्पष्ट। यसलाई चाहिँ कुराको लागि कुरा मात्रै गरेर हुन्न, यसलाई कसरी हुन्छ यसलाई समयमा टुङ्ग्याउनुपर्छ। अब अर्को कुरा आएछ यो निर्माण व्यवसाय सम्बन्धी कुराहरू। निर्माण सामग्री, यसमा पनि तपाईँको चाहिँ नि भद्रगोल छ। मैले पोहोर पनि कति बेला यही समितिमा मैले उठाएको थिएँ। अदालतले चाहिँ फलानु चाहिँ नदीको गिटी बाल्यो चाहिँ उत्खनन गर्न नपाइने भनेर चाहिँ आदेश गर्दा समेत अब कसको मिलीमतो छ। बागलुङकै तपाईँ चाहिँ काली गण्डकीको त्यो गिटी बाल्यो चाहिँ रातिमा झिक्ने। त्यहाँ चाहिँ सरकारको संरक्षण नगरिकन ती गिटी बाल्यका ती तस्करहरूले तिनीहरूले चाहिँ त्यस मनपरी गर्न सक्छन्। त्यस कारणले यसबारेमा सरकारको नीति के हो भनेर मैले पोहोर साल पनि गत साल पनि मैले त्यो कुरा उठाएको थिएँ। त्यस कारणले देशका विभिन्न ठाउँमा तपाईँको चाहिँ अब यो गिटी बालुवाको असाध्य दुरुपयोग भएको छ। क्रसर उद्योगको त कुरै नगरौँ। त्यो निर्माण सामग्री हो, त्यसलाई व्यवस्थित गरेर निश्चित ठाउँबाट त्यसलाई चाहिँ निष्कासन निकाल्नुपर्छ, अथवा हामीलाई चाहिँ बढी भएको अब चाहिँ बिक्री गर्न पर्ला। तर यति भद्रगोल यति अस्तव्यस्त छ कि तपाईँ चाहिँ त्यो चाहिँ क्रसर उद्योगका कारणले कपिलवस्तुमा भएको तपाईँ चाहिँ त्यहाँको पर्यावरण दूषित भएपछि राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतसम्म मुद्दा हाल्यो। अब त्यहाँ त कानुन नियम के छ भनेर फैसला हुनुभन्दा पनि अरूले कामले गर्यो तपाईँ चाहिँ नि त्यत्रो चाहिँ कपिल वस्तुको जुन 4-4वटा 5-5वटा क्रसर उद्योगको बारेमा हामी सर्वोच्चसँग लड्यौँ। आखिरी यो चाहिँ रोक्न पर्यो, यो बेठिक भयो भन्ने कुरा त्यत्रो जनताको चाहिँ माग हामीले पनि लड्यौँ। आखिरी अदालतले हामीलाई चाहिँ हराइदियो। हेर्नुहोस्, तिनै क्रसर उद्योग खोलेर मनपरी गरेर त्यहाँको चाहिँ पर्यावरण दूषित गरेर ती धन कमाउनेहरूलाई ठेकेदारहरूलाई जिताइदिएर छाडिदियो। यो स्थिति यो छ। र अर्को कुरा तपाईँ चाहिँ अस्ति जो 15 गतेको यो चाहिँ तिनकुनीको घटना हो, यो त असाध्यै डरलाग्दो घटना हो। हिजो अस्ति पनि चाहिँ हामीले संसदमा पनि छलफलहरू गऱ्यौँ। अब एक थरी अब मेरै कोखा भएको मान्यजीले भनिहाल्नुभयो, म त त्यहाँ टाप ठोकेँ भनेर। अब हामीले त उहाँहरूको पार्टी हो भनेका छौँ, त्यो उपद्रव गर्ने त्यहाँ। अब काठमाडौँको सिंहदरबार त्यति नजिक छ। अब चीन कुनेमा चाहिँ दिन दहाडै राजा फर्काउने नाममा ल भन्नुहोस्, दिन दहाडै त्यस्तो उपद्रव हुन्छ भने दूर दराजमा त्यही खालको गतिविधि गर्यो भने सरकारले सक्छ रोक्न, नियन्त्रण गर्न सक्छ।
मैले संसदमा पनि भने र केही साथीहरूलाई पनि भने त्यो त सिंहदरबार ठुल्ठुलो देखिन्थ्यो त्यति नजिक किन सरकारले चाहिँ समयमा नियन्त्रण गर्न सकेन फागुन 7 गते पनि आएको थियो नि सन्देश त के हुन्छ भोलि के गर्छन् भन्ने कुराहरू त्यस कारणले ठिकै भन्नुभएको छ मान्यज्यूहरूले यहाँ कुरा उठाउनु भएको छ गृहमन्त्रीज्यूले आएर होइन त्यहाँ उपद्रव गर्ने बदमासी गर्ने त्यहाँ त्यस खालको काटमार गर्ने मात्रै होइन यति नजिक सरकार किन चाहिँ त्यस्तो सरकारमा त्यस्तो चाहिँ कति भर पर्यो उतातिर चाहिँ अब उता चाहिँ के अरे फागुन 7 गतिको त्यस खालको चाहिँ कुरा आछ त्यसबाट चाहिँ सरकार तनाव किन भएन र आखिरी 15 गते जुन घटना त्यो भयो त्यो डरलाग्दो घटना हो मानव काठमाडौँमा चाहिँ सरकारै छैन त्यस कारण त्यहाँ मनपरी गर्न सके अझ मैले त त्यहाँ के पनि सुने भने त्यो गोली पड्काउने त्यो आगो लगाउने त गणतन्त्रवादी भनेको नि हल्ला गरेको सुने त्यो चाहिँ त्यहाँ ल हेर्नु त समस्या गणतन्त्रवादीहरूले नि आगो लगाएका हुन् लोकतन्त्रवादीहरूले चाहिँ गोली ठोकेका हुन् भने त झन् डरलाग्दो कुरा भयो नि हामीले त प्रतिगामीहरूले गरेका छन् यो भनिरहेको छ मलाई त अहिले पनि त्यस कारणले छानबिन गर्नुपर्छ र गृहमन्त्रीज्यूलाई यहाँ ल्याएर हामी स्पष्ट गर्नुपर्छ जुन विधेयकका कारणले कर्मचारीको बिचमा अब तपाईँको चाहिँ यो भ्रष्टाचारको बारेमा मुलुक चुरुम्मै डुबेको छ हामीले त्यो ऐन बनाएर त्यसको निकास दिने र त्यसलाई कार्यान्वयन गर्ने कुरा त राज्य व्यवस्था समिति चाहिँ युद्ध स्तरमै चाहिँ काम गर्नु पर्यो नि म चाहिँ कार्यक्रममा बैठकमा आउन नसके पनि अरू मान्यज्यूहरूलाई म अनुरोध गर्छु यसलाई सबै समितिहरूमा महत्त्वपूर्ण समिति राज्य व्यवस्था समिति हो यो सांसदीय संसदले गर्ने काम गरेछ बैठक यसले धेरै गरेछ गर्नु त प्रयत्न त भइरहेछ तर जुन समितिले चाहिँ त्यो विधेयक चाहिँ नियमहरू बनाएर निकास दिन सक्नुपर्ने हो त्यो हाम्रो कमी भएको छ यसलाई चाहिँ समयमै युद्ध स्तरमै गर्नुपर्छ त